Cheers. Happy Maghe Sangrati. Hello everyone, namaste. Welcome mini vlog ma. सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू अनि आज चाहिँ अनि माघे गते माघे सङ्क्रान्ति अनि कसले कसरी कसरी मनाउनुहुन्छ सबैजनालाई ह्याप्पी मगर सङ्क्रान्ति माघे सङ्क्रान्ति मगर सङ्क्रान्ति दुइटै भनिन्छ सबैजनालाई चाहिँ माघे सङ्क्रान्तिको शुभकामना अनि कसले कहाँ कहाँबाट कसरी कसरी माघे सङ्क्रान्ति मनाउँदै हुनुहुन्छ सबैजनाले मनाउनु होला अनि नेपालमा हुँदा त के कस्तो धेरै तरुलहरू के खाइन्थ्यो त्यो कति धेरै मिस हुने क्या मलाई चाहिँ यो माघे सङ्क्रान्ति एउटा एक्स्ट्रा चाड अनि मलाई चाहिँ यो धेरै तरुलहरू चिजहरू यो जुन हुन्छ नि त्यो मनपर्ने भएर मलाई एकदम मिस गरेको छु मैले चाहिँ माघे सङ्क्रान्तिको अनि हामीले पनि अब के कस्तो हुन्छ आफ्नो तरिकाले थोरै माघे सङ्क्रान्ति मनाउने कोसिस गरेको छौँ साथीहरू अनि लेसी के पकाएर खान्छौँ लेसी ओके साथीहरू लेसी माघे सङ्क्रान्तिमा खाने के अरे भने लड्डु तिलको र चिउराको लड्डुको लागि यो गुद पाक्दैछ आलुदमको लागि टक्क मैले चाहिँ आलु र मटर फ्राई गर्नलाई यो चाहिँ आलु उसिनेर पनि केलाएर रेडी गरेँ लागि चामल पुरै भिजाएर सुक्खा छ बहिनीले चाहिँ भक्का पनि हेरे आज के खाने हो गाइजहरू यहाँ छ सेलरोटीको लागि पिठो कुटेर रेडी छ यो कालो कालो के हो भन्नु होला फेरि यो चाहिँ ल्वाङ र सुकमेलको है Happy Maghe Sangrati. Maghe Sangrati को सेल रोटी गाइजहरु ए भयो सेल रोटी चाहिँ मैले दामी गरेर बनाइसकेँ एकचोटिको सेलरोटी चाहिँ ओपर फुले मजाको सर्टको भएको छ खण्डा यानि सुठुनी नेपालमा पूर्व आफ्नो आफ्नो तरिकाले भन्दो रहेछ सक्खर खण्डा के भन्दो रहेछ यो म हाम्रोतिर सुठुनी पनि भन्छ तर यहाँको मिठो हुँदैन खासै तै पनि हेल्थको लागि राम्रो गुड फुड भनेर जो छ यहाँ भकाको पिठो सिटो रेडी भइरहेछ बन्दै काजु बदाम के को लड्डु यो चाहिँ देन यो चाहिँ चिउराको लड्डु हो है यो छ भक्काको अचार यो भक्काको अचार भइहाल्यो त्यस पछाडि यहाँ छ आलुमा खाने आलु दम आलु मटर के भन्छ नि के भन्छ आलु फ्राई यहाँको चाहिँ यो सक्खर खण्ड मिठो नभएर स्टिम बाफ गर्दा पनि मिठो हुँदैन साथीहरू के हो यो उल्टा तर हाम्रो नेपालको त कति मिठो हुन्छ यो चाहिँ स्टिम बाफ गरेर थोरै पकाउँदा पनि मिठै हुँदैन के भएको यो धेरै यो चाहिँ भक्का पकाउनलाई यस्तरी आइडिया जहाँ उपाय त्यहाँ आइडिया भन्थ्यो त्यस्तै क्या भक्का चाहिँ दुईवटा पाकिसकेको छ यस्तै जुगाड गरेर भयो भने साथीहरू खाएर पनि देखाउँछौँ कस्तो हुन्छ है त आजको भक्का चाहिँ फेरि जुगाड ठिक्क पाँदा मात्रै हुन्छ जुगाड गरेको बिजोग छ हाम्रो जुगाड कसरी पकाएको छ मलाई भनेर गेस गर्न सक्नुहुन्छ साथीहरू होइन यसरी बाँधेर डोरीले अनि यो माथि यो भक्का छ यो भित्र छोपेर गरेर यस्तो तर अब हेरौँ खान मन लागेपछि के गर्छ साथीहरूले होइन जुगाड भक्का बिग्रिरहेको छ साथीहरू भक्का बनाउने मेरो साथी मेरो बहिनीले पकाएको भक्का चाहिँ
दुईटा निकालिसकेको ओ माई गॉड हो र ए मैले बनाइसकेको लगाएको चाहिँ हौ जुगाडु स्टाइल भक्का छोप्दै छोप्दै गर न त्यो उसले जुगाड अरे दिदीको लोसार पनि ह्याप्पी मकै सङ्क्रान्ति लोसार सबै एकैचोटि हो क्या ड्युटीबाट आएर सकिँदैन ल ह्याप्पी माघे सङ्क्रान्ति ह्याप्पी लोसार सबै मेरो पो मेन देखाउँदा त नि अरे क्या सबतिर स्ट्रिम आफू गरेको बोकेर उभिनु म किचनमा हामीले चाहिँ यसरी माघे सङ्क्रान्ति मनायौँ साथीहरू हजुरहरूले कसरी मनाउनु भयो कमेन्ट गर्नु होला सबैजनालाई फेरि पनि ह्याप्पी माघे सङ्क्रान्ति अनि खाएको भिडियो चाहिँ बनाएन सरी यसरी खायौँ हामी चाहिँ ल लेट्स सी बाई बाई